हेलो साथीहरु, आज हामी चाहिँ एउटा आईक्यू को नयाँ क्वेशन हामी सिक्ने छौं। सबैजना भिडियो अन्तसम्म अवश्य हेर्नु होला। यहाँ प्रश्नमा के भनेको छ भन्दाखेरि सुमनले एउटा रेडियो रु 1200 मा किनेर रु 1500 मा बेच्दा कति प्रतिशत नाफा हुन्छ है। यहाँ हामी चाहिँ नाफा प्रतिशत निकाल्नु पर्ने छ। साथीहरु, तपाईहरु चाहिँ यदि लोकसेवाको तयारी गर्दै हुनुहुन्छ भने तपाईभित्र यति चाहिँ क्षमता हुन पर्छ। तपाईं क्वेशनमै छुट्याइदिनुस् कि नाफा कति भएको छ। अर्थात 1200 मा किनेको छ भने 1500 मा बेच्दा कति नाफा भयो, 300 भयो है। र यति चाहिँ थाहा हुन पर्यो तपाईलाई क्वेशनबाटै नै। तपाईं हामी यहाँ बुझ्छौं है। अब तपाईँ के भनेको छ, किनेको चाहिँ कतिमा हो, 1200 मा। अर्थात सीपी है, कस्ट प्राइस कति भनेको छ 1200। एसपी है, सेलिङ प्राइस चाहिँ कति भनेको छ 1500 अथवा 1500 मा बेचेको छ। यदि हामी चाहिँ यसको प्रॉफिट पी निकाल्यो भने कति हुन्छ त हाम्रो एसपी माइनस सीपी अर्थात 1500 हैन र माइनस 1200 गर्यौं भने कति हुन्छ 300 हुन्छ है। 300 हो नि त। भनेपछि के हो त हाम्रो प्रॉफिट। यो तपाईहरु चाहिँ क्वेशनबाट पनि निकाल्न सक्नुहुन्छ एकदमै इजी वेमा। अब तपाईहरु चाहिँ यति प्रॉफिट आयो भने अब हामी के निकाल्न पर्यो, प्रतिशत के त नाफा प्रतिशत अर्थात पी पर्सेन्टेज हामीले चाहिँ निकाल्न पर्यो भने यसले हामी के गर्न त, यसको फर्मुला के हुन्छ साथीहरु, जति प्रॉफिट हुन्छ नि पी माथि त्यसपछि सीपी अनि मल्टिप्लाई बाइ 100 हुन्छ। अब हामी चाहिँ कति भएको छ प्रॉफिट भन्दाखेरि 300 माथि गर्ने अनि कति हाम्रो सीपी हो 1200 मा किनेको छ। त्यसपछि के गर्ने हामी चाहिँ मल्टिप्लाई 100 गर्दिने। अब हामी चाहिँ यहाँ मल्टिप्लाई गर्यो भने त यहाँबाट चाहिँ यो 0 काट्दा पनि हुन्छ, यहाँ पनि काट्न पनि सक्नुहुन्छ। यदि मानौ हामी चाहिँ यो 0 ले काट्यो भने है तपाई 300 मा यदि डिभाइड गर्नुहुन्छ 12 ले भने कति आउँछ भन्दाखेरि 25 अर्थात 25% चाहिँ हाम्रो के भएको छ भन्दाखेरि के भएको छ प्रॉफिट भएको छ। 1200 मा किनेर 1500 मा बेच्यो भने के भयो त 25% चाहिँ प्रॉफिट भएको छ है। यदि तपाई यस्तो चाहिँ अझै आइक्यूको क्वेशन हेर्न चाहनुहुन्छ अथवा चाहिँ निकै नै सहज तरिकाले सिक्न चाहनुहुन्छ भने सफल एजुकेसन सेन्टर द्वारा चाहिँ लोकसेवाको नायब सुब्बा खरिदार प्राविधिक सहायकको चाहिँ संघ र प्रदेश दुबईको साथै तपाईहरु चाहिँ शिक्षक सेवा आयोगको चाहिँ प्रावि निमावि मावि तहको चाहिँ कक्षा धमाधम सञ्चालन गरिरहेको छ। यदि तपाईहरु चाहिँ कक्षामा सहभागी हुन चाहनुहुन्छ वा चाहिँ थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने यहाँ दिएको नम्बर 9812902150 मा चाहिँ सम्पर्क गरी तपाईहरु चाहिँ आफ्नो नाम दर्ता गराई तथा अन्य तपाई आफ्नो प्रश्नहरुको चाहिँ जवाफहरु प्राप्त गर्न सक्नुहुनेछ।